आफ्ना सपना बुनौ। बाल मैत्री नगर होस् हाम्रो पहिचान, बाल मैत्री नगर होस् हाम्रो बाल मैत्री नगर होस् हाम्रो पहिचान, दिगो बनोस् हाम्रो यो अभियान, दिगो बनोस् हाम्रो यो अभियान। धन्यवाद यस कार्यक्रमका कार्यक्रम सञ्चालकज्यू, यस कार्यक्रमका आदरणीय सभाध्यक्ष आम नागरिक समाज, जनप्रतिनिधि, शिक्षक सुनिश्चित गरेको छ, जस अन्तर्गत बालबालिकालाई वस्त्र पाउने, शिक्षा पाउने, बालबालिकाले शोषणबाट मुक्त हुने, सहभागिता जनाउने जस्ता अधिकारहरू छन्। यो अधिकार पूरा नभएसम्म बालबालिकाहरू अधिकारविहीन नै हुन्छन्। त्यसैले बागलुङ नगरपालिका हाम्रो नगरले बाल मैत्री घोषणा अब व्यवहारमा रूपान्तरण गर्नुपर्छ। बाल मैत्री नगर निर्माणको सबैभन्दा पहिलो आवश्यकता हो बालबालिकाको आवाज सुन्ने संस्थान। बालबालिकाले आफ्नो विचार आफ्नो विद्यालयमा, परिवार र समाजमा खुलस रूपमा राख्न पाउनुपर्छ। आज आयोजना गरेको वक्तव्यबाट प्रतियोगिता पनि बालबालिकाको अत्यन्त क्षमतालाई उजागर गर्ने एउटा सशक्त मञ्च प्रस्तुत गर्ने एउटा माध्यम हो। यहाँबाट मैले आवाज उठाउन सक्छु, विचार व्यक्त गर्न सक्छु र परिवर्तन ल्याउन सक्छु भने अहिले हामीले हर्षित बालबालिका र सुरक्षित बालपनको बारेमा कुरा गर्यौँ। तर त्यो तबसम्म छ जब बाल मैत्री दिगोपन हामीले आफ्नो व्यवहारमा रूपान्तरण गर्छौँ, जब हामीले त्यसलाई व्यवहारमा उठाउने गर्छौँ। बाल मैत्री दिगोपन भनेको केवल आजको सफलता होइन, यो भविष्यसम्म जोडिएको एउटा हाम्रो परिणाम हो, एउटा मूल्य हो। बाल मैत्री नगर घोषणालाई दिगो बनाउनको लागि हामीले विभिन्न कार्य गर्न सक्छौँ, जस अन्तर्गत स्थानीय नीतिमा बाल मैत्री दृष्टिकोण समावेश गर्न सक्छौँ, विद्यालयमा बाल मैत्री वातावरणको सृजना गर्न सक्छौँ र बालबालिकाको गुनासोहरूलाई सुन्नको लागि एउटा प्रभावकारी प्रणालीको निर्माण गर्न सक्छौँ। यति मात्र होइन, वार्षिक बजेटमा बालबालिकाको लागि बाल मैत्री कार्यक्रमको लागि विशेष बजेटको विनियोजन पनि गर्न सक्छौँ। यसको मूल्याङ्कन र अनुगमन गर्न पनि उत्तिकै आवश्यक छ। यो बाल मैत्री अध्ययन एउटा प्रयासै नभएर यो एउटा निरन्तर चलिरहने प्रक्रिया हो। हाम्रो बागलुङ नगरपालिकाले बाल मैत्री नगर घोषणा गर्यो, नयाँ सुरुवात गर्यो, तर पनि यसलाई सक्षम र पूरा बनाउनको लागि बागलुङ नगरपालिकाको काममा पनि ठुलो जिम्मेवारी रहेको छ। यसको लागि नगरपालिकाले विद्यालयहरूमा पोषणयुक्त भोजनको व्यवस्था गर्ने, बाल मैत्री भवन पुस्तकालयहरूको निर्माण गर्ने, बालबालिका परामर्श खुला गर्ने जस्तै बालबालिकाको हितमा अनेकौं कार्य गर्न सकिन्छ। यसको लागि हामी विद्यार्थीहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। हामी विद्यार्थीहरूले आफ्नो विद्यालयमा भएको अन्यायबारे आवाज उठाउन सक्छौँ, आफ्नो साथीहरूलाई पढ्न, लेख्न, खेल्न, बोल्न प्रेरित गर्न सक्छौँ, बाल अधिकारको बारेमा प्रचार प्रसार गर्न सक्छौँ। यति मात्र होइन, हामीले समाजमा भएका दुर्व्यवहारबारे आवाज पनि उठाउन सक्छौँ। साँचो बाल मैत्री नगर त्यो हो जहाँ बालबालिकाहरू डरले होइन उत्साहका साथ बाँच्छन्। साँचो बाल मैत्री नगर त्यो हो जहाँ बालबालिकाहरू भोगले होइन अवसरका साथ गर्नुपर्छ। साँचो बाल मैत्री नगर त्यो हो जहाँ बालबालिकाहरू डरले होइन सम्मानका साथ झुक्न पाउनुपर्छ। यही हो हाम्रो अभियान बाल मैत्री समाजको निर्माण, जहाँ हरेक बालबालिका सम्मानित, सुरक्षित र हर्षित होस्। यही यात्रामा हामी सबै एकजुट हुन आवश्यक छ। अन्त्यमा म भन्न चाहन्छु, हाम्रो बागलुङ नगरपालिका अहिले बाल मैत्री नगर घोषणा भएको छ, भोलि पूर्ण रूपमा बाल मैत्री नगर बन्नुपर्छ, जहाँ हरेक बालबालिकाले सुरक्षित, सम्मानित, हर्षित अवसर प्राप्त गरौँ। हर्षित बालबालिका, सुरक्षित बालको र बाल मैत्री अभियानलाई पूरा गर्नको लागि हामी सबै सक्रिय हुनुपर्छ, आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। आउनुहोस्, आजको यो वक्तव्य कला प्रतियोगितालाई केवल प्रतियोगितामा मात्र सीमित नगरौँ, हाम्रो अभियानको एउटा हिस्सा बनौँ। आफूले गर्न सक्ने आफ्नो ठाउँबाट सानो सानो प्रयास गरौँ। हाम्रो सानो प्रयासले कुनै न कुनै बालबालिकाको जीवनमा सकारात्मक र ठुलो परिवर्तन अवश्य गरिरहन सक्छ।